सो हे एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। हामीले चाहिँ क्लास 10 को डेटाबेससँग रिलेटेड भिडियोहरू हेर्दै नै आइरहेको थियौँ र आज पनि त्यसैलाई कन्टिन्यू गर्दै हामी आज चाहिँ पार्ट 6 मा पुगिसकेको छौँ। र योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले डिबिएमएसको बारेमा, टेबलहरूको बारेमा, डाटा टाइपको बारेमा कुरा गरेको थिएँ भने अब आज चाहिँ हामीले त्यही टेबलहरूको रिलेसनसिपको बारेमा चाहिँ कुरा गर्न गइरहेको छौँ। सो यहाँनिर तपाईँले टपिकमा पनि देख्न सक्नुहुन्छ, टाइप अफ रिलेसनसिप इन डिबिएमएस भनेर यहाँनिर मैले। सो डिबिएमएसमा रिलेसनसिप भनेको चाहिँ के हो भनेर भन्दाखेरि, जस्तो अब दुईवटा टेबलहरू छन्, तिनीहरू टेबलहरू चाहिँ कसरी एक आपसमा कनेक्ट हुन्छन् भन्ने बारेमा चाहिँ हामीले यो रिलेसनसिपहरूलाई चाहिँ हेर्ने गर्छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ, हाउ टेबल कनेक्ट टु इच अदर इन डेटाबेस भनेर यहाँनिर लेखेको छ। सो नर्मली डेटाबेसमा टेबलहरू कसरी कनेक्ट हुन्छन् भन्ने कुरा नै के हो त भन्दाखेरि रिलेसनसिप हो, होइन। जस्तो यहाँनिर डेफिनेसन पनि लेखिदिएको छ, जसलाई चाहिँ तपाईँले पज गरेर कपी पनि गर्न सक्नुहुन्छ है त। A relationship is a connection between two tables usually through a common field called a key. सो अगाडि हामीले की को बारेमा पनि पढेको छ। सो दुईवटा टेबलको बिचमा रिलेसनसिपहरू बिल्ड गर्नको लागि चाहिँ हामीले की चाहिन्छ भनेर पनि पढेको छौँ, होइन। सो अब टेबलले चाहिँ डेटाहरूलाई निटली स्टोर गर्नको लागि, होइन, अब सेपरेट टेबलहरूमा चाहिँ हामीले डेटाहरूलाई एकदम आनन्दले मिलाएर टक्कसँगले राख्न सक्छौँ नि त। सो डिफ्रेन्ट टेबलहरूलाई यदि केही गरी हामीले सँगै जोड्नु पऱ्यो, केही गर्नु पऱ्यो भने त्यस्तो बेलामा चाहिँ हामीलाई रिलेसनसिपहरू चाहिँ चाहिने गर्छ। सो क्लास 10 मा चाहिँ हामीले 3 टाइप अफ रिलेसनसिप पढ्नुपर्ने हुन्छ। फर्स्टमा 1 to 1 भनेर छ, सेकेन्डमा 1 to many भनेर छ, र थर्डमा भनेको चाहिँ many to many रिलेसनसिप भनेर चाहिँ क्लास 10 मा दिएको छ। तिनीहरूलाई पनि अब हामीले 1 by 1 हेर्ने गर्छौँ है त, विथ एक्जाम्पल। अब फर्स्टमा एकदमै सजिलो 1 to 1, 1:1 रिलेसन भनेर पनि यहाँनिर दिएको छ। सो इच रेकर्ड इन अ वान टेबल इज लिङ्क टु एक्ज्याक्टली वान रेकर्ड इन अनदर टेबल। सो कुनै पनि एउटा टेबलकै एउटा रेकर्ड चाहिँ अर्को टेबलको एउटा रेकर्डसँग मात्र कनेक्ट हुन्छ भने त्यसलाई चाहिँ 1 to 1 नामै काफी छ, 1 to 1 कनेक्सन भनेर यसलाई चाहिँ भन्ने गरिन्छ, होइन। इट इज नट भेरी कमन बट युजफुल वेन वी वान्ट टु स्प्लिट क्लोजली रिलेटेड इन्फर्मेसन इन्टु 2 टेबल्स भनेर यहाँनिर केही डिस्क्रिप्सनहरू पनि दिएको छ। जस्तो कि अब यसको इक्जाम्पल भनेको चाहिँ हामी मान्छेहरू हो, हामी नेपालमा बस्छौँ भने हाम्रो चाहिँ एउटा सिटिजनसिप हुन्छ अथवा एउटा मान्छेको एउटा पासपोर्ट हुन्छ। त्यहाँ चाहिँ के भयो त भन्दाखेरि 1 to 1 कनेक्सन जस्तो भयो नि त, होइन। 1 पासपोर्ट 1 सिटिजन, 1 पर्सन 1 पासपोर्ट भने जस्तो भयो। चाहिँ एउटा पासपोर्टको ओनर पनि एकजना मात्र हुन्छ, एकजना मान्छेसँग पनि एकजना मात्र पासपोर्ट चाहिँ हुन्छ। मल्टिपलवटा पासपोर्ट चाहिँ हामीले नर्मल केसमा चाहिँ लिन सक्दैनौँ नि त, होइन। जस्तो 1 person can have only one passport and each passport belong to only one person भनेर यहाँनिर इक्जाम्पल पनि दिएको छ। त्यस्तै गरी 2 नम्बरमा चाहिँ 1 to many भनेर पनि छ, अर्को टाइपको रिलेसनसिप। वान रेकर्ड इन टेबल इज लिङ्क टु मेनी रेकर्ड इन अनदर टेबल बट इच अफ दोज रेकर्ड पोइन्ट ब्याक टु only one भनेर यहाँनिर दिएको छ। जस्तो कि दिस इज द मोस्ट कमन रिलेसनसिप इन डिबिएमएस भनेर पनि दिएको छ। जस्तो कि तपाईँहरूको क्लासमा चाहिँ क्लासहरू मल्टिपल क्लासहरूमा चाहिँ एकजना टिचरले पढाउनुहुन्छ। जस्तो कम्प्युटरको सरले चाहिँ क्लास 9 मा पनि, 10 मा पनि, 11 मा पनि, 12 मा पनि पढाए जस्तै भयो। एकजना टिचरले चाहिँ मल्टिपलवटा क्लासमा पढाउँछ भने त्यस्तो खालको रिलेसनसिपको इक्जाम्पललाई चाहिँ 1 to many भनेर भन्न सक्यो, होइन। वान टिचर टिचेस मेनी क्लासेस, इच क्लास ह्याज वान टिचर। तर डिफ्रेन्ट क्लासको टिचर भनेको चाहिँ कतिवटा हुन्छ त, एकजना हुन्छ। एकजना टिचरले धेरैवटा क्लासमा पढाउँछ तर धेरैवटा क्लासको टिचर भनेको चाहिँ एउटा हुन्छ। त्यसलाई चाहिँ 1 to many अथवा 1:m रिलेसन भनेर पनि यहाँनिर दिएको छ। इजी एक्जाम्पल भनेर अगाडि हामीले एक्जाम्पलको बारेमा कुरा गऱ्यौँ। अ टिचर क्यान टिच मेनी क्लासेस बट इच क्लास इज टट बाई ओन्ली वान टिचर भनेर यहाँनिर दिएको छ। अब मेनी टु मेनी रिलेसनसिप भनेर अर्को छ, होइन। मेनी रेकर्ड इन वान टेबल क्यान लिङ्क टु मेनी रेकर्ड इन अनदर भनेर दिएको छ। यो पनि नामले नै हामीले बुझिहाल्छौँ, कुनै एउटा टेबलको मेनी रेकर्ड्सहरूले चाहिँ कुनै अर्को टेबलको मेनी रेकर्ड्सहरूसँग चाहिँ के गर्छन् त, लिङ्कहरू बनाउँछन् भने त्यसलाई चाहिँ मेनी टु मेनी रिलेसन भनेर भन्ने गरिन्छ। दिस निड अ थर्ड टेबल इन द मिडल कल्ड जङ्सन टेबल टु कनेक्ट बोथ साइड भनेको छ। सो यस्तो मेनी टु मेनी रिलेसनसिपलाई चाहिँ कनेक्सन इस्टाब्लिस गर्नको लागि चाहिँ यहाँनिर जङ्सन टेबल पनि आवश्यकता पर्ने हुन्छ। जस्तो स्टुडेन्ट 1 स्टुडेन्ट 2 चाहिँ कोर्स ए कोर्स बी दुईवटा डिफ्रेन्ट कोर्समा चाहिँ इनरोल भइरहेको छन्। एउटै क्लासमा पनि डिफ्रेन्ट कोर्सहरू हुनसक्छ, एउटै क्लासमा पनि मल्टिपल स्टुडेन्टहरू हुन सक्छन्। जस्तै क्लास 10 मा पनि कोही एकाउन्ट पढ्ने स्टुडेन्ट हुन्छन्, कोही भनेको कम्प्युटर पढ्ने स्टुडेन्ट हुन्छन् नि त। सो मल्टिपल स्टुडेन्टहरूले चाहिँ मल्टिपल कोर्समा इनरोल हुन्छन् भने त्यस्तोलाई चाहिँ मेनी टु मेनीको इक्जाम्पलको रूपमा चाहिँ लिन सकिन्छ। जस्तो कि अब यहाँनिर यसको लागि इम्पोर्टेन्ट भनेको चाहिँ बिचमा जङ्सन टेबल पनि आवश्यक पर्ने हुन्छ भनेर तपाईँहरूले बुझ्न सक्नुहुन्छ है त।
सो अब रिलेसनसिपहरू चाहिँ किन चाहिन्छ त भन्दाखेरि अब हामीले चाहिँ डेटाहरूलाई इफिसियन्टली स्टोर गर्न, रिपिट नगरिकन स्टोर गर्नको लागि चाहिँ अथवा एउटै डेटालाई पटक पटक डिफ्रेन्ट टेबलमा राख्न नपरोस्, त्यस्तो झन्झटहरू नपरोस् भनेर चाहिँ हामीले टेबलहरूको अथवा टेबलमा रिलेसनसिपहरूको चाहिँ प्रयोग गरिरहेको हुन्छौँ होइन। जस्तो यसले चाहिँ रिडन्डेन्सीलाई पनि रिड्युस गर्छ भनेको छ, डेटा इन्टिग्रिटीलाई इम्प्रुभ गर्छ भनेर भनेको छ होइन। अलाउ एक्युरेट रिट्रिभल बाई जोइनिङ टेबल टुगेदर, अब एक्युरेट रिट्रिभल पनि इन्स्योर गर्छ अथवा अलाउ गर्छ भनेर यहाँनिर दिएको छ यसको इम्पोर्टेन्सहरूमा चाहिँ है त। अब योभन्दा तलपट्टि हामीले माइएसक्युएल पढ्नुपर्ने हुन्छ। माइएसक्युएल भनेको चाहिँ के हो त भन्दाखेरि हामीले रियल वर्ल्डमा डेटाहरूलाई स्टोर गर्नको लागि, म्यानेज गर्नको लागि युज गर्ने किसिमको के हो त ल्याङ्ग्वेज हो, स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज हो होइन। सो अब अहिलेको केसमा हेर्ने भयो भने चाहिँ अब यहाँनिर डेफिनेसन देख्न सक्नुहुन्छ। डेटा भनेको हरेक ठाउँमा प्रयोग भइरहेको हुन्छ नि त। जस्तो हामीले अनलाइन सपिङ गर्दा भयो, स्कुलमा भयो, सोसल मिडियामा भयो होइन। त्यो एभ्री डेमा चाहिँ एकदमै धेरै डेटाहरू आइरहेको हुन्छ। त्यो डेटाहरूलाई म्यानेज गर्नको लागि चाहिँ केही एकदमै पावरफुल टुल्सहरू पनि चाहिन्छ होइन। अब त्यहीमध्ये पनि एकदमै पपुलर टुल भनेको चाहिँ एउटा माइएसक्युएल पनि हो एउटा होइन। त्यो चाहिँ हामीले फ्रीमा प्रयोग गर्न सक्छौँ। उनीहरूको ओपन सोर्स RDBMS युज अल ओभर द वर्ल्ड, इट युजेस SQL टु स्टोर, म्यानेज एन्ड अर्गनाइज डेटा भनेको छ होइन। रिलेसनल डेटाबेस म्यानेजमेन्ट सिस्टम RDBMS भयो, त्यसभित्र चाहिँ हामीले SQL स्ट्रक्चर क्वेरी ल्याङ्ग्वेज भन्ने चाहिँ प्रयोग गर्ने गर्छौँ। माइएसक्युएल भनेको पनि एउटा टुल हो होइन। अब यहाँनिर चाहिँ अब माइएसक्युएलको बारेमा थोरै केही हिस्ट्रीहरू दिएको छ। इट वाज ओरिजिनली डेभलप बाई स्विडिश कम्पनी कल्ड माइएसक्युएल ल्याब, MySQL AB भनौँ न, and is now maintained by Oracle Corporation. It is widely used in web development and software application because it is fast, reliable and free भनेर यहाँ दिएकै छ यसको डेफिनेसन। सो यो चाहिँ वर्ल्डभरि एकदमै धेरै अहिले कति धेरै वेब एप्लिकेसनमा सफ्टवेयरमा चाहिँ यही MySQL नै चलिरहेको हुनसक्छ अथवा प्रयोग गरिरहेको हुनसक्छन् मान्छेहरूले होइन। User talk to the database using SQL query without needing to know the full internal structure, and query is a command sent to the database, retrieve, insert, update or delete data भनेको छ। अब यहाँनिर चाहिँ डेटाबेससँग इन्टरेक्ट गर्नको लागि चाहिँ हामीले SQL क्वेरीजहरू युज गर्नुपर्ने हुन्छ। अब क्वेरी भनेको चाहिँ के हो त भन्दाखेरि हामीले डेटाबेसमा विभिन्न काम गर्नको लागि, डेटाहरू रिट्रिभ गर्नको लागि, इन्सर्ट गर्नको लागि, अपडेट गर्नको लागि, डिलिट गर्नको लागि युज गर्ने के हो त भन्दाखेरि कमान्ड हो भनेर तपाईँहरूले बुझ्नुपर्ने हुन्छ है त। यो चाहिँ कहाँ युज हुन्छ भन्दाखेरि अलमोस्ट एभ्रिवेयर जहाँ डाटा छ त्यहाँ चाहिँ SQL प्रयोग भएकै नै हुन्छ होइन। लगभग प्रयोग भएकै नै हुन्छ। अरू नो SQLहरू पनि प्रयोग भएको पनि हुनसक्छ। कतै कतै चाहिँ हामीले पढ्नुपर्ने चाहिँ SQL हो। सो SQLको फिचर्सहरू भनेको चाहिँ एकदमै सिम्पल कमान्डहरू छ, जसले पनि जानिहाल्छ। यो एक दुई दिन प्र्याक्टिस गऱ्यो भने क्लास 10को लागि चाहिँ एकदमै सजिलो खालको छ है त। अब अर्को भनेको चाहिँ डेटा रिट्रिभल भनेको छ, डेटा मेनिपुलेसन भनेको छ, डेटा डेफिनेसन भनेको छ, मल्टिपल युजर भनेको छ, सेक्युरिटी फिचर भनेको छ, मोडर्न युज भनेको छ। अब चाहिँ तपाईँहरूले बुकमा हेरेर पनि लेख्न सकिहाल्नुहुन्छ। त्यस्तै यससँग रिलेभेन्ट केही कुराहरू लेख्यो भने पनि फिचर्सहरू लगभग भइ नै हाल्छ होइन। अब यदि तपाईँहरूको कम्प्युटर अनुसार चाहिँ इन्स्टल गर्ने प्रोसेसहरू डिफ्रेन्ट हुनसक्छ होइन। सो आफ्नो कम्प्युटरमा पहिला स्टोरेज भएको नभएको चाहिँ इन्स्योर गरेर हामीले चाहिँ हाम्रो कम्प्युटरमा SQL प्रयोग गर्नको लागि इन्स्टल पनि गर्नुपर्ने हुन्छ। लिनक्स प्रयोग गर्नुहुन्छ भने त्यसको मेथड छुट्टै हुनसक्छ, म्याकओएस प्रयोग गर्नुहुन्छ भने त्यसको मेथड छुट्टै हुनसक्छ र विन्डोजको लागि चाहिँ त्यसको मेथड छुट्टै हुनसक्छ। प्लस हामीले केही अनलाइन वेब एडिटरहरूबाट पनि अथवा अनलाइनमा विभिन्न वेबसाइटहरूबाट पनि हामीले SQLलाई चाहिँ प्र्याक्टिस गर्न चाहिँ सक्छौँ होइन। धेरै त्यस्तो इन्टरेक्टिभ मेथडहरू पनि छन् जुन चाहिँ हामी पछाडि कुरा गर्ने नै छौँ। सो अब यहाँ चाहिँ मैले केही स्टेप्सहरू लेखिदिएको छु। यदि तपाईँको कम्प्युटर चाहिँ विन्डोज हो भने चाहिँ नर्मल्ली तपाईँहरूले dev.mysql.com यहाँनिर एउटा लिङ्क छ, यो लिङ्कमा गएर चाहिँ डाउनलोड चाहिँ गर्न सक्नुहुन्छ। अनि इन्स्टलरलाई चाहिँ डाउनलोड गरेर, जस्तो अब दुईवटा प्रकारको इन्स्टलर छ, एउटा भनेको चाहिँ अनलाइनबाट इन्स्टल गर्न मिल्न पनि सकिन्छ, प्लस एकदमै फुल एप्लिकेसन डाउनलोड गरेर अफलाइनमै हामीले इन्स्टल गर्न पनि मिल्ने खालको एप्लिकेसनहरू चाहिँ यहाँनिर छ। सो यसलाई चाहिँ अब एकचोटि इन्स्टल गरेर तपाईँहरूले ट्राई गर्नु होला। इन्स्टल गर्ने स्टेप्सहरू पनि म चाहिँ लिनक्स चलाउँछु। लिनक्सको लागि चाहिँ मैले अर्को भिडियोमा चाहिँ तपाईँहरूलाई डेमोन्स्ट्रेट गरेर देखाउन सक्छु होइन। अब यदि त्यस्तो इन्स्टल गर्नुभयो भने चाहिँ हामीले अर्को भिडियोबाट चाहिँ सिधै हामी सिन्ट्याक्सतिर चाहिँ जाने प्रयास गर्नेछौँ होइन। अब नर्मली स्टेप्सहरू त एउटा नै हुन्छ। हामीले लिनक्समा चलाए पनि विन्डोजमा चलाए पनि हामीले मेन सिक्नुपर्ने भनेको चाहिँ SQL हो। सो अब हामीले चाहिँ फर्दर SQL सिन्ट्याक्सहरूको बारेमा चाहिँ कुरा गर्छौँ होइन। अब नर्मल्ली
एसक्युएल माइस्क्युएल वर्कबेन्च भन्ने एउटा एप्लिकेसन छ। सो त्यसबाट चाहिँ हामीले अलिकति भिजुअल्ली सिक्नको लागि चाहिँ माइस्क्युएल वर्कबेन्चहरूको चाहिँ प्रयोग गर्न सक्छौँ। विन्डोजको लागि चाहिँ माइस्क्युएल वर्कबेन्च भनेको चाहिँ बुकको रेफरेन्समा पनि दिएको एप्लिकेसन हो। सो त्यही एप्लिकेसन चाहिँ अलिकति प्रयोग गर्न सिक्न सजिलो हुन्छ भनेर चाहिँ मलाई त्यस्तो लाग्छ है त। सो अब योभन्दा अघिल्लो भिडियोमा चाहिँ अर्को भिडियोमा चाहिँ हामीले एसक्युएलको टेक्निकल प्र्याक्टिकल कुराहरू पनि हेर्नेछौँ र म त्यसलाई तपाईँहरूलाई बुझाउन ट्राई गर्नेछु। त्यसको लागि चाहिँ तपाईँहरूले यस च्यानललाई सब्सक्राइब गरिदिनुहुनेछ भन्ने मैले विश्वास लिएको छु।